1 भावनात्मक रूपमा सुरक्षित महसुस गर्ने महिला इमोशनल सेक्युरिटी महिलाहरूका लागि यौन सम्बन्ध केवल शारीरिक क्रियाकलाप मात्र नभएर भावनात्मक सन्तुष्टि पनि हो। जब कुनै महिलाले आफ्नो पार्टनरसँग मानसिक र भावनात्मक रूपमा सुरक्षित महसुस गर्छिन् तब उनी यौनका लागि सजिलै राजी हुन्छिन्। पार्टनरप्रति पूर्ण विश्वास हुनु, धोका नपाइने कुरामा ढुक्क हुनु र आफूलाई आदर गर्छ भन्ने विश्वास हुनुले महिलाको मनमा रहेको डर वा संकोचलाई हटाउँछ। यस्तो अवस्थामा उनीहरू आफ्नो पार्टनरसँग शारीरिक रूपमा नजिक हुन निकै सहज मान्छन्। 2 ओभुलेसन अवधिमा रहेका महिला ओभुलेसन पिरियड महिलाहरूको शरीरमा हुने हर्मोनको उतारचढावले उनीहरूको यौन चाहनालाई प्रत्यक्ष असर गर्छ। महिनावारी चक्रको एउटा निश्चित समयमा उनीहरूको यौन चाहना प्राकृतिक रूपमै अत्यधिक हुन्छ। महिनावारी भएको 11 औं दिनदेखि 17 औं दिनको आसपास ओभुलेसनको समय महिलाको शरीरमा एस्ट्रोजेन र टेस्टोस्टेरोन हर्मोनको स्तर उच्च हुन्छ। यो समयमा उनीहरू प्राकृतिक र जैविक रूपमै यौन सम्बन्धका लागि बढी इच्छुक र सकारात्मक हुन्छन्। 3 मानसिक रूपमा तनावमुक्त र फ्रेश भएका महिला स्ट्रेस फ्री माइन्ड महिलाहरूको यौन इच्छा उनीहरूको मानसिक अवस्थामा निकै निर्भर गर्छ। घरको काम, जागिर वा अन्य कुनै कुराको तनाव नभएका महिलाहरू सम्भोगका लागि छिटै तयार हुन्छन्। तनावले शरीरमा कोर्टिसोल हर्मोन बढाउँछ जसले यौन इच्छालाई मार्छ। यसको विपरीत जब महिला मानसिक रूपमा शान्त, खुशी र फ्रेश हुन्छन् तब उनको शरीर र दिमाग दुवै यौन क्रियाकलापलाई स्वीकार गर्न सजिलै तयार हुन्छन्। 4 पर्याप्त फोरप्ले र रोमान्टिक वातावरण पाएका महिला फोरप्ले एन्ड एम्बियन्स महिलाहरू सिधै गरिने सम्भोग भन्दा पनि त्यसअघिको रोमान्टिक वातावरण र सामिप्यतालाई बढी रुचाउँछन्। सही तरिकाले मुड बनाइएमा उनीहरू सजिलै राजी हुन्छन्। तारिफ गर्ने, बिस्तारै मुसार्ने, चुम्बन गर्ने, फोरप्ले र वातावरणलाई रोमान्टिक, मधुरो बत्ती, मनपर्ने संगीत वा सुगन्ध बनाउँदा महिलाको शरीरमा अक्सिटोसिन हर्मोन रिलिज हुन्छ जसले उनीहरूमा उत्तेजना बढाउँछ। 5 आफ्नो शरीर र यौनिकताप्रति आत्मविश्वास भएका महिला बडी पोजिटिभिटी जुन महिलाहरू आफ्नो शरीरलाई लिएर लज्जित हुँदैनन् र यौनलाई एउटा प्राकृतिक तथा सुखद अनुभव मान्छन् उनीहरू यसका लागि बढी खुला हुन्छन्। कतिपय महिलाहरू म कस्ती देखिएकी छु होला भन्ने डरले पछि हट्छन्, तर आधुनिक र आफ्नो शरीरप्रति आत्मविश्वासी महिलाहरू जसले यौन सन्तुष्टिलाई आफ्नो अधिकार ठान्छन् उनीहरू पार्टनरसँग आफ्नो इच्छा व्यक्त गर्न र सम्भोगमा सहभागी हुन हिचकिचाउँदैनन्।